अरे हिरो देख्यो त यार धीरेन साकी जस्तो देख्यो त यार निन्द्रा पुग्यो पैसा पनि त अनि गएर कमायो पैसा भएपछि त त्यसै मान्छेलाई सन्तुष्ट भएपछि मोटाइहाल्छ कस्तो छ त बिच कोरियाको अब हेर्नु होला आइपुग्यो त अनि उहाँहरू त यहाँहरू त छालहरू यार डेन्जर आउँदो रहेछ त यार गुड मर्निङ गाइज धेरै समयपछि फेरि हामी आइपुगेको छौँ नयाँ ब्लग लिएर 1 वर्षको अन्तरालपछि तिमी पनि मेरो ब्लग रेगुलर हेर्थ्यौ है ल आज हामी एकदम है धेरै समयपछि घुम्न जाँदैछौँ र मैले सानो एउटा भिडियो चाहिँ बनाउने र इन्फर्मेटिभ केही कुराहरू राखिदिने जमर्को गरेँ भनौँ न होइन के भनौँ त्यही हो त्यही भएर चाहिँ आज हामी बाहिर निस्केका छौँ घुम्नलाई सायद हामी इन्चन बिच जाँदैछौँ अब कस्तो हुन्छ के हुन्छ त्योहरू अरे हिरो देख्यो त यार धीरेन साकी जस्तो देख्यो त यार ल आज मौसम एकदम राम्रो छ खुला क्लाउडी राम्रो छ त्यो भएर आज हामी निस्क्यौँ अब हामी चाहिँ अहिले दङदेमुनमा छौँ त्यहाँबाट हामी इन्चनको ट्रेनमा चढेर त्यहाँदेखि फेरि बस लिएर जानुपर्ने हुन्छ टाइम चाहिँ लाग्छ हल्का कस्तो छ त बिच कोरियाको अब हेर्नु होला आफ्टर लङ टाइम पछाडि बसेको मान्छे तपाईँहरूले चिन्नु होला ऊ चाहिँ पारस भाइ पुरा मोटाएर आयो क्या 1 वर्षपछि आएको भिडियोमा है पुरा मोटाएर हेन्सम भएर कानमा कुण्डल छुण्डल लाएर है अन्त ड्रेसअप पनि बबाल है बिच ड्रेसअप हो क्या बिचमा जान आँटेको होइन हामी कुन बिचमा जान लागेको हो र इन्सन बिच ल अब हामी यहाँबाट निस्क्यौँ है त हामी त्यहाँ अब बाटोमा हल्का के छ कसो छ त्यस्तो देखाउँदै चट्ट सर्टकटमा देखाउँदै जान्छौँ है त ल पारस भाइ के छ त भन्ने कुरा ठिक छ एकदम ठिक छ यहाँ धेरै पछि भेट भयो दाइ खुसी लाग्यो दाइ झन् चम्केछ नि दाइ चाहिँ अझै दिक्क भएर अनुहार पनि कोरियाले दाइ भाइ चाहिँ फापे भन्दा पनि तिमीलाई चाहिँ फापेको नि मोटाइरहेको छ यार पुरा है वेट मैले 5 केजी गरेँ 5 केजी बढ्यौ अनि मोटाको हुन्छ तिमीलाई चाहिँ फापेको बालाहरू यस्तो जस्तो लागिरहेको छ 1 बजेदेखि यो काम थियो अनि मजाले सुतो 12-11 बजे 11 साढे 11 छ निन्द्रा पुग्यो भने चाहिँ मोटाइने रहेछ निन्द्रा पुग्यो पैसा पनि त अनि गएर कमायो पैसा भएपछि त त्यसै मान्छेलाई सन्तुष्ट भएपछि मोटाइहाल्छ ल अहिले अब हामी प्राइमेरी कार्ड पो बोकेछु भन्दै छ त कालो पनि छ त कालो एकछिन यहाँ हामी बस्छौँ यसमा त्यसपछि निस्किन्छौँ यहीँ छिटो कि तल जाने तलको कहाँ यहीँ ठिक छ ल यहीँ जाने हो हामी है त खाजा खाने अनि आसे हो के खाने रामेन पनि अब खालि खालको हुन्छ कुन चाहिँ मिठो लाग्छ भन्ने हो होइन मेरो त के भयो कुन चाहिँ भयो त्यो रातोवाला हुन्छ राम्रो त्यो खाइरहेको छ तिमी यो खाइरहेको हो आज राम्रो छ राम्रो लिया नि त तिनवटा अरू के खाने हो ससेज हाल्ने बोक अनि अरू पानी पानी खाने कोल्ड ड्रिङ्क खाने कुन खान्छौ किङ्स यो खाने 2+1 छ यो लिँदा हुन्छ त एउटा टी हो ल अब हामी खाजा खान्छौँ त्यसपछि हामी हिँड्छौँ त्यसपछि रामेन सस्तो फाइनली हामी इन्सन आइसकेका छौँ अब इन्सन यहाँदेखि इन्सन बिच हामी जाँदैछौँ है ओके अहिले हामी इन्सन
स्टेसनबाट बाहिर छौँ अनि यहाँ चाहिँ यस्तो छ माहौल पछाडि देख्दै गर्नुभएको चाहिँ यो चाइना गेट रहेछ यस्तो छ घाम लागिरहेछ दामी ओके अब हामी चाहिँ खासमा इन्चन गेटबाट बाहिर निस्केपछि मैले चाइना गेट देखाएँ चाइना गेट चाहिँ इन्चन स्टेसनबाट ठ्याक्कै बाहिर निस्किने बित्तिकै देख्दो रहेछ अनि चाहिँ अब यहाँबाट हामी के अरे त्यो बिचको नाम वल्मिदो बिच जाँदैछौँ त्यो जानको लागि चाहिँ हामीले ठ्याक्कै 10 नम्बर गाडी चढ्नुपर्ने रहेछ यहाँबाट अनि यहाँबाट हामीलाई टाइम कति लाग्छ 10 मिनट टाइम 10-11 मिनट लाग्ने रहेछ है त ल अब हामी जाँदैछौँ त्यहाँ गएर म देखाउँछु कस्तो रहेछ त बिच है त अहिले हामी 3 जना वल्मिदो आइल्यान्ड जाँदै इन्चनको के छ त बालकृष्ण हाउ इज एक्सपिरियन्स गोइङ अन एक्साइटेड छु भाइ बिचमा गइँदैछ नयाँ ठाउँ के लाग्दैछ अरू कुराहरू चाहिँ अब पुगेर देखे पछाडि हामी वल्मिदो लास्ट स्टेसनमा आइसकेका छौँ अनि यहाँबाट चाहिँ हामी बिचतिर जान्छौँ होइन हेलो हामी अहिले समुद्रको छेउतिर छौँ है घाम लागिरहेछ जाँदैछौँ यसो ब्लग बनाउँदैछु म चाहिँ यस्तो छ अनि यस्तो खेल्ने ठाउँ पनि रहेछ क्या त्यो हुन्छ नि झुमा टाइपको के अनि यहाँ पहिला पारस भाइ चाहिँ आइसकेको रहेछ र उसँग हामी जाँदैछौँ पारस भाइ अगाडि जाँदैछ नचिने नै भइसकेको छ आजभन्दा पुरै डिटो कोरियन भइसकेको छ अनुहार देखाउ अरे भाउजू त्यही त हो खै यहाँ विदेश आएपछि कता कता पुगिँदो रहेछ कता कता हो दाइसँग अब फेरि तर काम गरिन्छ कि भइरहेछ हौ दाइसँग यहाँ कुण्डल लाएर मान्छे है कपाल कोरियन बनाएर ड्रेसअप उस्तै मोटाएर फेरि मोटाएर राँगा भएको छ राँगा सुँगुर अरे सुँगुर राँगा भनेको सुँगुर भयो भन्नु ल यस्तो छ मौसम आजको है यस्तो क्या नेपालमा हुँदैन यस्तो घुम्ने के अरे डुङ्गा क्या सेम यस्तो रहेछ बसेर खाने टिकट काट्नुपर्छ पारस भाइ होइन उता भित्र इन्सन बिचमा पर्दैन अरे आइपुग्यो त अनि ल आइपुग्यो त अनि यस्तो रहेछ ल यहाँ डुङ्गा के अरे नाउ कुदिरहेको छ फोटो खिच्ने मान्छेहरू क्यामेरा बोकेर हिँडिरहेको छ यस्तो छ एस्ट्रोनट बसिरहेको रहेछ त त्यहाँ त अनि बबाल ल यस्तो रहेछ हेर त बिच त बबाल रहेछ त यहाँ ल यस्तो रहेछ त वाउ अनि यहाँ कोही त नि उता जानु पर्यो भने चाहिँ कसरी जाने हो यहीँसम्म मात्र जाने हो
ए ल यस्तो रहेछ नि त खतरा रहेछ नि त यहाँ त छालहरू यार डेन्जर आउँदो रहेछ त यार वाउ यहाँ हेर न नाउ पनि रहेछ नि त सानो ठुलो बबाल रहेछ त यार ल राखेको भरे कुरा गरौँला कि हेर्छौ एकछिन उयादेखि छ क्या त्यहीसम्म त जानु पाउने त्यस्तै हो म त पुरा पौडी सौडी खेल्ने ठाउँ होला भनेर त्यस्तो छैन नि बालुवाहरू छैन नि हो र त्यो चाहिँ सोक्चोमा मात्रै छ सोक्चो र उता जानुपर्छ बुसान जानुपर्छ क्या एकपल्ट बुसानमा चाहिँ मजा आउँछ क्या यस्तै हो क्या यहाँ त म त छक्क परेको यस्तै हो यस्तो भनेको म त आउँदिनँ त्यो होला यस्तै हो म त छक्क परेको छैन जस्तै बालुवाहरू छ घाम पनि लागेन हैन पानी पनि परेन यस्तो ताली खोइ त ताली